त्यहाँसम्म पुगेर आउँछु क्या आइहाल्छ एक फनको चौतारा घुम्यो विष्णु भगवानको लागि घुम्यो भने कति राम्रो हुन्छ भन्छ बोल्नु न म त यहाँ अघि न झन्डै हाँस्छु त्यो झन्डै हाँसेको रे हिजोको जस्तै हुन्छ झन्डै हाँसेको फेरि केही पारा भयो भने के गर्नु झन्डै हाँसेको आजको भएन के यस्तो मादल बोकेर हो एक्लै एक्लै हिँड्नुपर्ने हो के मादलहरू यहाँ छ यहाँ बोक्नु कि हिँड्नु कि अनि मादल खोइ त हाम्रो यो नाइट वाक होइन मर्निङ वाक छैन नाइट वाक मात्रै हो हाम्रो खाना खाने अनि घरकै हो गाइज हाम्रो गाउँमा राम्रो रहन्छ बत्तीको कमी छ है गाइज झिलिमिली हुन्ठाउँ देखाउनु पर्दैन अघि नै उ त्यहाँ यहाँ छ नि त हाम्रो घर अगाडि होइन 5 वटा बत्ती छ त्यहाँ 5 वटा कतिवटा 5 वटा 6 वटा होला हो अनि त्यहाँको देखाउनु पर्छ क्या अलिक झिलिमिली यहाँ चाहिँ अलि अँधेरो अँधेरो मादलहरू छ गाइज छेउछेउमा दुईटा दुईतिर दुईपट्टि मादल हाम्रो एउटा मादल पछाडि बोकेर